होमवर्क गर्न सक्दिन भन्दैछ। खोइ मेरो बेल्ट ल्याउ त। होइन मम्मी होइन नल्याउनु, मलाई केही गाह्रो भएको छैन। म त हिमालमा बसेर पनि होमवर्क गर्न सक्छु। शाबास। बाबा तपाईले बेल्ट भन्ने बित्तिकै दाइ किन डराउँछ? त अहिले सानै छस् छोरा, 2-3 वर्ष पर्खिन, त्यसपछि तैँले पनि थाहा पाउँछस्। यो चिटिङ भयो है बाबा। तपाईले मलाई 3 क्लासदेखि पिट्नु भएको थियो, यो 5 क्लास पुगिसक्यो, अहिलेसम्म एकचोटि पिट्नु भएको छैन। तेरो भाइ त सरासर पास भएर 5 क्लास पुगेको हो नि त। त जस्तो हो र 2 क्लासमै 3 चोटि फेल हुने। गजब बेइज्जती है। 3 चोटि होइन हौ बुढा, 4 चोटि भन न। 1 क्लासमा पनि त एकचोटि फेल भएको थियो नि। बात तो सही है। तपाईहरुलाई चाहिँ म फेल भएको मात्र याद छ है, म फर्स्ट भएको चाहिँ याद छ कि छैन तपाईहरुलाई? त्यस्तो नभन्न छोरा, मलाई हँसाइरहेको आउँछ अहिले। नजिस्किनु न बाबा, साच्चै भनेको के, म फर्स्ट भएको याद छैन तपाईहरुलाई? त लगातार लास्ट भएको चाहिँ याद छ छोरा, तर फर्स्ट भएको त याद छैन त मलाई। सपनाको कुरा गरेको हो तैले? सपनाको होइन, विपनाको कुरा गरेको मैले। म नर्सरी क्लासमा फर्स्ट भएको थिएँ त, कस्तो बिर्सिनु भएको तपाईहरुले? साले तू नर्सरी क्लासमा त बाँदरलाई लगेर राखिदियो भने बाँदर पनि फर्स्ट हुन्छ छोरा।